Hello and namaste everyone and welcome back to my channel. It's me Glory Rai. So today in this video we're going to make tea. हामी चाहिँ कसरी टी बनाउने चिया बनाउने त्यसको बारेमा चाहिँ यो भिडियो बनाएको हैन अनि हजुरहरु चाहिँ if you are new to this channel please हैन सब्स्क्राइब गरिदिनुस् होला किनभने हामीलाई चाहिँ हजुरहरुको सपोर्ट चाहिन्छ न्यू भिडियोजहरु हाल्न र तपाईहरुलाई एन्टरटेन गर्न सो तल हेर्न सक्नुहुन्छ त्यहाँ चाहिँ एउटा सब्स्क्राइब भनेर बटन थिएको छ प्लिज त्यहाँ क्लिक गर्नुस् होला ओके ल अब हामी चिया बनाउन गइरहेको छौं किन मलाई चिया बनाउन मन लागेको किनभने आज चाहिँ पापा चाहिँ अफिसबाट आएर एकदमै हुन्छ नि टायर्ड भएर आउनु भएको छ अनि मम्मी पनि कामको कारणले जानु भएको छ बाहिर दिदीसँग अनि म र पापा मात्र घरमा भएको कारणले चाहिँ अनि म चाहिँ मेरो मनमा चाहिँ पापालाई चाहिँ चिया बनाइदियो है टायर्ड हुनुहुन्छ है भनेर भन्यो हैन अनि I was like okay let's make tea and I thought let's make a video too so we combined it it's about tea okay so हामी चाहिँ utensils र ingredients को बारेमा भनौं यहाँ चाहिँ हामीसँग सुगर छ चिनी हैन अनि अर्को चाहिँ यहाँ चियाको धुलो यो चाहिँ कसरी बन्छ भनेर तपाईहरुलाई थाहा होला तर म भनिहाल्छु हैन यो चाहिँ चियाको बोट हुन्छ त्यहाँबाट चाहिँ हामीले त्यो लिफहरु प्लक गरेर चाहिँ त्यसलाई ग्राइन्ड गरेर हैन सुकाएर गरेर चाहिँ यो बन्छ हैन अनि अर्को चाहिँ I don't know what to call this but let's हुन्छ नि एउटा भाडा लिनुस् हैन चिया बनाउने भाडा अनि त्यसपछि मसँग यो अदुवा छ गार्लिक छ हैन ओ जिन्जर sorry I did not know that because I'm like very confused with नेपाली किनभने अब हामी धेरै इंग्लिश बोल्छौं हैन अनि यो चाहिँ जिन्जर हैन जिन्जर चाहिँ हजुरले अदुवा कि त जिन्जर युज गर्दा हुन्छ कि त चिनी र चियाको धुलो मात्र युज गर्दा हुन्छ तर म चाहिँ यो जिन्जर युज गर्छु किनभने पापालाई पनि एकदमै खोकी लागेको छ र बिमारी हुनुहुन्छ अनि यसले चाहिँ एकदमै हेल्दी बनाउँछ हैन अनि यसले चाहिँ स्ट्रङ बनाउँछ हैन हाम्रो बडीलाई सो या अनि त्यसपछि दुईटा ग्लास लिनुस् म र पापा छु त्यही भएर दुईटा ग्लास भयो हैन हजुरको फ्यामिली मेम्बरमा को हुनुहुन्छ को कति जना हुन्छ त्यसै गरेर चाहिँ यो ग्लास लिन सक्नुहुन्छ हैन अनि अर्को चाहिँ तातो पानी हजुरहरुले चिसो पानी पनि युज गर्दा हुन्छ तर म चाहिँ तातो पानी युज गर्न आँटेको छु किनभने जाडोमा चाहिँ एकदमै राम्रो हुन्छ छिटो पनि पकाइन्छ अनि त्यही भएर हैन धेरै ठुलो पनि नबनाउनुस् टिक्काको बनाउनुस् होला है धेरै हुन्छ नि धेरै उम्लेर पकिन्छ हैन अब meanwhile let's talk okay अनि अब तपाईहरुले यो नोटिस गर्नु होला है यो डल नोटिस गर्नु होला है this is my favorite doll of all until here यो चाहिँ कसले दिनुभएको भनेपछि हाम्रो रेस्पेक्टेड बीजे राई दादाले दिनुभएको है यो चाहिँ मेरो बर्थडे प्रेजेन्ट दिनुभएको किन यस्तो क्यूट छ हैन मलाई लाग्छ यो रेड पान्डा जस्तो लाग्छ मलाई एनिमल चाहिँ थाहा छैन कि त फक्स होला हैन अब यो राखौं अब हामी हेरौँ त उम्लेको छ कि छैन अब हाम्रो पानी चाहिँ उम्लिसक्यो हैन अब चाहिँ हामी यो लिन गइरहेको छौं यो रह्यो है चिनी र चियाको धुलो अब हजुरले सक्यो अब meanwhile it's like boiling अब हामी चाहिँ यो अदुवा लिएर चाहिँ यसमा पिस्छौं हैन ल है साथीहरु अब पिस्छौं है गार्लिक हैन के भन्छ गार्लिक लिन गइरहेछौं हैन यसरी हाल्दिने है
अब यही चम्चाले पनि स्टर गर्दा हुन्छ है। हाम्रो चिया चाहिँ एकदमै रेडी छ हैन। यो छान्ने चाहिन्छ है, छान्ने चाहिन्छ हामीलाई। अब हजुरको ग्लासहरू लिनुस् होला। चिया चाहिँ एकदमै रेडी छ। अब सर्भ गर्नको लागि चाहिँ हामीलाई ट्रे चाहिन्छ। एउटा ट्रे लिनुस् कि त प्लेट लिनुस् हैन। अब यहाँ राख्ने अनि यसको सेट पनि हुन्छ कि त यो युज नगर्दा पनि हुन्छ हैन। यो चाहिँ मेरो पापाको लागि डाइनिङ टेबलमा राख्नुस् बिस्तारै। हाम्रो चिया एकदमै रेडी छ। हजुरलाई आजको मैले बनाएको टी। हजुरले पहिला ताक्नु। यो टी हैन, यो चिया। चिया हैन। अब हजुर सुरुमा चाहिँ अब यो मिठो भए पनि नमिठो भए पनि आई हेभ मेड इट विथ अल अफ माई लभ। ओके थ्यांक यू। Okay, so you can have it. यो तपाईले पहिलोचोटि बनाउनु भएको हैन, तर त्यसरी हात नराख्नुहोस् त, किन भन्दाखेरि यहाँ आवाज आउँछ। पहिलोचोटि राख्नु भएको होला नि आवाज पनि। ल सो ओके थ्यांक यू। ओके लेट्स थ्यांक गॉड फर्स्ट। ओके हामी अब प्रार्थना गर्छौँ किनभने अब we have to thank God because he provided the ingredients and the utensils for this. Okay, महान जीवित परमेश्वर पिता, तपाईलाई धन्यवाद दिन्छौँ। तपाईलाई हामीलाई बिहानको उज्यालोदेखि यस बेलासम्म सहायता गर्नमा धन्यवाद छ। अब बेलुकाको समय मैले यो चिया बनाएको र हजुरले उमार्नु भएको प्रकृतिको फलहरूले यस चिया बनाएको छु र आज हामी खाना गइरहेको छौँ। यसलाई आशिष दिनुहोस्। जति तपाईका सुरक्षित हुन्छ उहाँलाई पनि यस्तै प्रभावित गरिदिनुहोस्। अब हामी तपाईको नाममा खान्ची पिउँछौँ, पाएको बल शक्तिले तपाईको महिमा गर्न सकौँ। धन्यवाद छ हाम्रो छोटो बिन्ती प्रार्थना स्वर्गमा हुनुहुने विराजमान पिताले सुनेर ग्रहण गर्नुहोस्। आमेन। ल म टेस्ट गर्छु है त। ओके वाउ मिठो आफैले बनाउनु भएको है त। यस थ्यांक यू। लेट मी ट्राई एकदम मिठो बनाउनु भएको छ। कलर पनि कस्तो है तपाईले मेरो डलसँग ट्याक्क म्याच गर्दो रहेछ हैन। ल नो इफ यो चाहिँ हैन योसँग स्पोन्सर्ड भएको भए चाहिँ दिस भिडियो इज स्पोन्सर्ड बाइ दिस टफ एनिमल। है अब म चाख्छु कि एकदमै तातो छ बिस्तारै। मिठो टिक्काको चिनी पनि धेरै छैन यसमा। चिनी धेरै खानु राम्रो कि राम्रो हो? तपाईले यो चिनीको र चिया चिनी र नुनको विषयमा चाहिँ तपाईलाई कस्तो लाग्छ? कुन चाहिँ राम्रो हो, कुन चाहिँ नराम्रो? भन्दाखेरि दुईटै युजफुल हो हैन। दुईटै अब हाम्रो शरीरलाई चाहिन्छ हैन। अब चिनी नखाए भने नि हैन हाम्रो क्यालोरिजहरू हुँदैन हैन। चिनी चाहिँ धेरै बढी पनि हैन, धेरै थोरै पनि हैन, ठिक्कको खानुपर्छ। अनि नुन चाहिँ अब हुन्छ नि त्यो पनि हाम्रो बडीको लागि एकदमै राम्रो हो, त्यो पनि ठिक्ककै खानुपर्छ। तर धेरै चिनी खायो भने दाँतमा किराहरू लाग्छ अनि हुन्छ नि भित्र गएर चाहिँ गिजारमा गएर चाहिँ एकदमै असर पार्छ। त्यही भएर ठिक्कको खानुपर्छ। नुन पनि धेरै खायो भने पेटमा चाहिँ असर हुन्छ।